मैदानमा उत्रँदा मुटु ढुकढुक धड्किन्छ, घाम पनि नडराई हावासँगै हाँस्छ, सपना बोकेरै कदम अघि बढाउँछु, जित हार जस्तै खेलमै रमाउँछु, तिलोत्तमाको नाम सधैँ उच्च राख्छु, तिलोत्तमाको लागि सधैँ बाँचिराख्छु। खेलकुदको मैदान जोसले भरिएको, साथीको हातमा हात जितेर ढल्किएको, पसिना नै शक्ति हो मनभित्र दाइजो, खेलकुदमा हार छैन जित्छ जुझारु मनै हो, तिलोत्तमाको नाम सधैँ उच्च राख्छु, तिलोत्तमाको लागि सधैँ बाँचिराख्छु। मैदानमा उत्रँदा मुटु ढुकढुक धड्किन्छ, घाम पनि नडराई हावासँगै हाँस्छ, सपना बोकेरै कदम 51-52 इभेन्ट्सहरू 3 दिनमा सम्पन्न गरिसक्नु पर्ने हुनाले आगामी दिनहरूमा यो खेललाई पनि एकै ठाउँमा व्यवस्थित रूपमा अझ व्यवस्थित रूपमा गर्ने हामी प्रयास गर्नेछौँ। ल लास्ट नट द लिस्ट, यो प्रोग्राम आयोजना गर्न सघाउ पुर्याउनु हुने सम्पूर्ण प्राचार्य, सम्पूर्ण स्कुलका इसिए टिचर्सहरू, सम्पूर्ण भोलिन्टियर्सहरू, नगर प्रहरी, दमकलका सफाई कर्मचारीहरू, सबै रेफ्री, जजेस, जुरी सबैजनालाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। आई होप यो 3 दिनसम्म तपाईँहरूले चाहिँ आफ्नो जजेसको निर्वाहमा यहाँहरू एकदमै वेल डिसिप्लिन भएर खटिनुहुनेछ र डियर स्टुडेन्ट्सहरूलाई चाहिँ म के भन्न चाहन्छु भने यो 3 दिनको अवधिभरि यो प्रिमाइसिस नगरपालिकाको प्रिमाइसिस यो ग्राउन्ड कुञ्ज पार्कको स्पेसमा चाहिँ प्लिज युज द डस्टबिन र बाँकी अन्य विधाका खेलहरू हामी तिलोत्तमा नगरपालिकाभित्र 2वटा सुन्दर खेल मैदान बनाउने प्रयासमा छौँ। यहाँहरूले तिलोत्तमा नगरपालिका पनि भिजिट गर्नुहोला, एउटा ब्युटिफुल गार्डन छ, त्यसलाई पनि फोहोर नगरिकन आएर तिलोत्तमा नगरपालिका पनि यहाँहरूले भ्रमण गर्न सक्नुहुन्छ। गाई पनि रह्यो गर्दै आई होप नेक्स्ट एडिसनमा चाहिँ तिलोत्तमा नगर खेलकुद विकास समितिले अझै वेल म्यानेज भएर सिङ्क्रोनाइज गरेर हामी अर्गनाइज रूपमा 8औं राष्ट्रपति रणशील कन्क्लुड गर्नेलाई एउटा चाहिँ हामीलाई यो अभ्यास रहनेछ। यस कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका मेयर आदरणीय रामकृष्ण खाँडज्यू, त्यसै गरी विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका उपमेयर आदरणीय जागेश्वरी देवी चौधरीज्यू, त्यसै गरी मञ्चमा आसीन सम्पूर्ण गुणी व्यक्तित्वहरूलाई एकमुष्ट रूपमा तिलोत्तमा नगर खेलकुद विकास समिति तिलोत्तमा नगरपालिकाको तर्फबाट यहाँहरू सबैलाई धेरै धेरै आभार नमन व्यक्त गर्न चाहन्छु। ज्ञापन गर्दै यो कार्यक्रमलाई विधिगत आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी पनि देखाएर यसलाई चाहिँ भव्य रूपले सफल बनाउनु हुनेछ भन्ने कुरा राख्दै फेरि पनि यो खेल भव्य रूपले सफल होस् म शुभकामना दिन चाहन्छु। सङ्घका कुराहरू आफू स्वस्थ रहने कुरा र खेलको माध्यमबाट पनि राष्ट्रिय अन्तर्राष्ट्रिय ठाउँमा चाहिँ परिचित गराउने एउटा माध्यम खेल रहेको हुनाले यसलाई नगरपालिकाले विशेष महत्त्व दिएको छ र विभिन्न विधामा पनि खेलकुदको क्षेत्रमा बजेटहरू विनियोजन गर्ने र एउटा खेलको खेलाडीको हबको रूपमा नगरपालिकालाई हामीले चाहिँ हेरिराखेका छौँ, विकास गर्न चाहन्छौँ र जति सहभागिता जनाउनु भएको छ म सम्पूर्णलाई अग्रिम बधाई तथा शुभकामना दिन चाहन्छु।
जित हार जस्तै खेलमै रमाउँछु तिलोत्तमाको नाम पिताको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। मलाई विश्वास छ आज यहाँ धेरै स्कुलहरू झन्नै 26, 27, 28वटा स्कुलहरू सहभागी हुनुभएको छ र स्कुलहरूलाई म सबै हार्दिक स्वागत र सम्मान पनि गर्न चाहन्छु। विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्राचार्य, शिक्षक शिक्षिका र खेलाडी भाइ बहिनीहरूलाई र आउने दिनमा अझै बढीभन्दा बढी यो खेल प्रतियोगितामा सहभागी हुनुहुन्छ भन्ने हामीलाई विश्वास छ र यो खेलले पनि तिलोत्तमा नगरपालिकाका सबै जनप्रतिनिधिहरूलाई पनि ऊर्जा प्राप्त हुने र तिलोत्तमाका नागरिकहरूलाई पनि ऊर्जा प्राप्त हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ। यही कुरा राख्दै म फेरि पनि आफ्नो अमूल्य समय दिएर हामीले दिएका निम्तालाई हाम्रो आदरणीय वरिष्ठ प्रशिक्षक मोहन घले लगायत प्रशिक्षकज्यूहरू यो खेल सम्पन्न गर्नको लागि निर्णायक मण्डलमा बस्नुभएको छ, एम्पायर, लायन्समेन र जजेसहरूलाई म हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। हेरिरहेको छ र खेललाई अझै अगाडि बढाउनको लागि यो खेलको माध्यमबाट खेलको पूर्वाधारको विकास पनि हुन्छ। आज हामीले यहाँ खेल खेलाउँदाखेरि यो प्राङ्गणहरूलाई अझ स्तरीय बनाउन तिलोत्तमा नगरपालिका लागि पनि पर्नेछ र यो उमा माध्यमिक विद्यालयको यो प्राङ्गण हो। यो व्यवस्थापन समितिको अध्यक्ष आदरणीय छत्रबहादुर दलामी पनि यही हुनुहुन्छ। यसलाई अझ हामीले यो प्राङ्गणहरूलाई आउने दिनमा कसरी स्तरीय बनाउने, कसरी व्यवस्थित गर्ने र हामीले तिलोत्तमा नगरपालिकालाई खेलको हबको रूपमा विकास गर्ने र आजको दुनियाँमा शिक्षा क्षेत्रबाट जति मान्छेहरू अगाडि बढेका छन्, उद्योग व्यवसायबाट जति मान्छेहरूले मनग्गे पैसा कमाएका छन् र खेलको क्षेत्रबाट पनि युवाहरूले मनग्गे पैसा कमाउने अवसर खेलको माध्यमबाट बनेको छ। तिलोत्तमा नगरपालिकाद्वारा आयोजना गरिएको यो 7औं राष्ट्रपति रनिङ सिल्ड नकआउट प्रतियोगिता सुरुवात भइरहेको छ। यसको म सभ्य र भव्य रूपमा सफलताको शुभकामना दिन चाहन्छु। मेरो व्यक्तिगत तर्फबाट, तिलोत्तमा नगरपालिका परिवारको तर्फबाट विद्यार्थी कार्यकाल र युवा अवस्थामा खेलको ज्यादै ठुलो महत्त्व हुन्छ। खेल स्वास्थ्यका लागि, खेल राष्ट्रका लागि, खेल राष्ट्रियताका लागि र खेलले स्वास्थ्य मात्रै बनाउँदैन, खेलले पहिचान पनि बनाउँछ र तिलोत्तमा नगरपालिकालाई खेलको हबको रूपमा पनि विकास गर्ने, खेलाडीहरूलाई सम्मान गर्ने, इज्जत गर्ने, मान गर्ने, पुरस्कृत गर्ने कुरामा लागिरहेछ। र तिलोत्तमा नगरपालिकामा क्रीडा
अन्तर्राष्ट्रिय खेलाडीहरू, राष्ट्रिय खेलाडीहरू, फुटबलका राष्ट्रिय खेलाडीहरू, ताइक्वान्डोदेखि लिएर धेरै खेलका राष्ट्रिय खेलाडीहरू पनि हुनुहुन्छ। त्यसले गर्दा खेलले मानिसलाई अनुशासित पनि बनाउँछ, गतिशील पनि बनाउँछ। खेल खालि जित्नको लागि मात्र होइन, खेलले सामाजिक सद्भाव, एकता, प्रेम, माया, ममतालाई पनि प्रगाढ बनाउँछ। सहभागी हुनुभएका खेलाडी भाइ बहिनीहरू र यो खेल सम्पन्न गर्नका लागि सहभागी हुनुभएका निर्णायक मण्डल, मैदानमा उत्रँदा मुटु ढुकढुक धड्किन्छ, घाम पनि नडराई हावासँगै हाँस्छ, सपना बोकेरै कदम अघि बढाउँछु, जित हार जस्तै खेलमै रमाउँछु, तिलोत्तमाको नाम सधैँ उच्च राख्छु, तिलोत्तमाको लागि सधैँ बाँचिराख्छु। खेलकुदको मैदान जोसले भरिएको, साथीको हातमा हात जितेर ढल्किएको, पसिना नै शक्ति हो मनभित्र दाइजो, खेलकुदमा हार छैन, जित्छ जुझारु मनै हो, तिलोत्तमाको नाम सधैँ उच्च राख्छु, तिलोत्तमाको लागि सधैँ बाँचिराख्छु। मैदानमा उत्रँदा मुटु ढुकढुक धड्किन्छ, घाम पनि नडराई हावासँगै हाँस्छ, सपना बोकेरै कदम अघि बढाउँछु, जित हार जस्तै खेलमै रमाउँछु, तिलोत्तमाको नाम सधैँ उच्च राख्छु,
केटीको हातमा हात जितेर ढल्किएको पसिना नै शक्ति हो मनभित्र दाइजो खेल कुन्दमा हार छैन जित्छ जुझारु मनै हो तिलोत्तमाको नाम सधैँ उच्च राख्छु तिलोत्तमाको लागि सधैँ बचिराख्छु। भलिबल टाइम यसै गरी शिक्षा तथा खेलकुद शाखाका र मेरो अभिभावक हुनुपर्छ गुरु आदरणीय गंगाराम सर, शिक्षा शाखाका सम्पूर्ण अफिसर सर पनि हुनुहुन्छ धनी सर, सम्पूर्ण कर्मचारी मित्रहरू, नगर खेलकुद विकास समितिका आदरणीय दाइहरू भाइहरू, नगर समितिका साथीहरू र विशेष गरेर यस वर्षको राष्ट्रपति रनिङशील केही नौलो र केही परिष्कृत गरेर सम्पन्न गर्ने हामीले योजना बनाएका थियौँ। करिब 1.5 महिनाको समय नगर खेलकुद विकास समितिले यो तयारीमा हामीले खर्च गरेका थियौँ। सम्पूर्ण नगर खेलकुद विकास समितिका साथीहरूलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। उनीहरूलाई खटिनुहुने स्वास्थ्य कर्मीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। 8 जना खटिनु भएको थियो। सबै विधाका रेफ्री, जजेस, जुरीहरूलाई पनि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। र अन्तमा यहाँहरूले हामीले जसरी सोच्छौँ हाम्रो नगरपालिकालाई लेट्स मेक इट क्लिन एन्ड ग्रिन अनि ह्याप्पी नगरपालिका, सधैँ खेलकुदको यात्रासँगै शिक्षामा नि यहाँहरूले यत्तिकै महत्त्वपूर्ण योगदान गर्दै आफ्नो करियर डेभलप गर्दै प्यारल लाइन जस्तै शिक्षा र खेलकुदलाई सधैँ अगाडि बढाउँदै लैजानु हुनेछ भन्ने मैले आशा राख्दै उपविजेता थर्ड हुने टिम, उपविजेता दुवै टिमलाई चाहिँ म देयर इज अलवेज नेक्स्ट टाइम भन्दै यो प्रतियोगितामा प्रथम हुने 7औं राष्ट्रपति रनिङशील उचाल्न सफल जनज्योति माविलाई पुनः मस्तै बधाई, धेरै धेरै बधाई भन्दै 7औं राष्ट्रपति रनिङशीलको समापन भएको घोषणा गर्न चाहन्छु। जय तिलोत्तमा, थ्याङ्क यू एभ्रिवान, धन्यवाद। यस वर्ष सहभागी 36वटै टिमलाई म हृदयदेखि नमन, धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। र यो प्रतियोगिता आयोजना गर्न खटिनुहुने स्पेसली नगर प्रहरी, हरेक विभागका कर्मचारी साथीहरू, स्पेसली उहाँहरूले नि विशेष समय दिनुभयो र यो परिसरलाई एकदमै हरियाली, सफा र सुन्दर ढङ्गले यसपटकको राष्ट्रपति रनिङशील खेलाउने प्रयास गर्यो। कहीँ कतै कमजोरी पक्कै पनि रह्यो होला, यहाँहरूलाई पक्कै पनि भरोसा दिलाउन चाहन्छु। अर्को पटकको राष्ट्रपति रनिङशील हामी अझ भिन्न ढङ्गले अझ व्यवस्थित गर्ने निरन्तर प्रयास गर्नेछौँ। यहाँहरूको सुझावको अपेक्षा राख्दछु।